घुमेन त हौ खोइ त घुमेन त So guys, I'm making jalebi अनि मेरो जलेबी चाहिँ म यसबाट बनाउँदैछु अनि I'm making jalebi for the first time हेरौँ कस्तो हुन्छ है त गाइस मैले चाहिँ यहाँ जलेबी बनाइसकेको छु अनि चाहिँ यतिको बनायो फर्स्ट टाइम बनाएको मैले अनि कुनै कुनैको सेपहरु चाहिँ यस्तो मज्जाको आइरहेको छ के हाल्न चाहिँ यसले हालेको नि त यो वालाले अनि यो होइन नि त खासगरी यसले हाल्ने होइन नि त अनि त्यही भएर कुनै कुनै चाहिँ यस्तो यस्तो आएको छ Happy तिहार एभ्रीवान लक्ष्मी माताले हजुरको घरमा स्वास्थ्य ऐश्वर्य र खुशीको आशीर्वाद दिनुहोस् तिहारको शुभकामना छ सबैजनालाई Hey guys welcome back to my channel if you are watching me for the very first time दर्शन मेरो नाम चाहिँ सुबिना बिष्ट हो अनि बाइ द टाइटल हजुरले थाहा पाइसक्नु भएको छ आजको भिडियो चाहिँ के हो भनेर ह्यापी तिहार एभ्रीवान अनि मेरो स्वर चाहिँ कस्तो आएको छ मलाई थाहा भएन म चाहिँ अलिकति सन्चो छ त्यसकारणले गर्दा भिडियो पनि आइरहेको थिएन लाइक अब मैले मोबाइलहरु पनि मलाई धेरै साह्रो भइरहेको थियो दबाई खाएर म सन्चो भएको हो अनि आज चाहिँ तिहार हो अनि आज चाहिँ 3 वटा उतो परेको छ के एउटा भनेको मेरो मन्डेको व्रत हुन्छ हैन अनि अर्को भनेको कुकुर तिहार भइहाल्यो नि अर्को भनेको लक्ष्मी पूजा भइहाल्यो अनि त्यसकारणले गर्दाखेरि मैले चाहिँ अघि नुहाइ धुवाइ सबै गरिसकेर रेडी भइसकेको क्या म चाहिँ मतलब अघि नुहाइ धुवाइ गरिसकेको अनि हजुरलाई एकदम ह्यापी तिहार विश गरेको मैले अनि के भन्छ म रेडी भइसकेर मैले शिवजीको पनि पूजा गरिसके अनि अब टुनीको गर्न बाँकी हैन अब अहिले सिनतिर गर्ने अब भर्खर 7 बज्दैछ भर्खर 7 बज्दैछ अब अहिले सिनतिर गर्ने हो आजको भिडियो के हुन्छ हेर्दै जानु होला यो चाहिँ चिया ल्याइदिनु भयो फिक्का चिया चिया खाँदै गफ गर्नु त यहाँ बाबा पनि फुलै छैन क्या यो पाली हैन अब फुलै छैन क्या यो पाली हैन अनि अब बाबाले भेटेको थियो अलिकति भन्नुहुँदै थियो अब लिएर आउनु भने उनेर अलिअलि यताउता लगाउँछु होला उन्नै बाँकी छ खामै त तातो घाँटी पुरै सुकेर म त यतिको त निको पो भएको त गाइस म त कस्तो डेन्जर भएको थिएँ हैन मैले एउटा भिडियो पनि सुट गरेको छु त्यो पनि एडिट गर्नै बाँकी छ हैन त्यो पछि हाल्छु अब यो तिहारको त हालिहाल्न पर्यो नि त हैन अनि एकदम घाँटीहरु पनि यस्तो भएको छ चिया खाए एकदम आनन्द आउँछ म खाइहाल्छु बेला हेर्न अस्ति हात काटेर कलश माझ्दाखेरि यो लगाइरहेको छु एमडी प्लस कान्छी आएको छ हजुर ले बिस्कुट लु खा होइन कान्छी आएको छ अलिकति लामो एउटा हुन मैले त नि टिका लाउनु बजेको यता नयाँ हो नि त नि है आहा
धेरै काममा लागिसकेको छु। यहाँ बनाउनु पर्ने अब ढोकालाई माला। टोनलाई पनि पूजा गरेँ होइन, यहीँ छ टोनी। टोनलाई पनि पूजा गरेको। अनि टोनले जुलेबी, मैले हिजो जुलेबी बनाएको थिएँ नि त, अनि मैले हिजो बनाएको जुलेबी चाहिँ खायो सबै। दुईवटा दिएको थिएँ, धेरै पनि गुलियो खानु हुँदैन नि त उसले। म काम गरेको चाहिँ टाइम लप्समा राखिदिन्छु है त। मैले प्लेटमा देखेँ ल, प्लेटमा खाऊला। कति नामु देखेको। ए बनाना कान्छी कान्छी कति नाम देखेको। यस्तो देखेको छ अहिले चाहिँ घरमा। घरभित्रमा आएँ होइन। अनि यहाँ जुन मैले यहाँ मेस क्रिएट गरेको छु नि, यहाँ जुन मेस क्रिएट भएको छ, यहाँ पछाडि जुन भएको छ त्यो सबै सफा गर्नुपर्ने छ मैले। अनि सफा गरेर बेच्छु। म चाहिँ अहिले यो नाङ्लोको यो फाक्न जाँदैछु। यतापट्टि फाक्नु पर्ने छ, यतापट्टि यहाँ फाक्न जान्छु। घाममा हेलो ब्याकवार्ड हिँड्नु पर्छ यसरी। अनि यहाँ फोहोर फाक्न, फोहोर त के भन्ने, यही फुलहरूको डन्डीको यो फाक्न आएको। यहाँ बसिरहेकी रहेछ, यहाँ बसेकी चाहिँ। यहाँ पनि एउटा फुल झरेको रहेछ। आ कान्छी किन फुल झरे? फुल सबै निकालेको थियो, राम सरपस्टै पारी चाहिँ यहीँ। तँलाई फुल निकालिस् आज त राम्रो छैन। झन् कति राम्रो ठुलो परेको फुल देखेँ मैले यहाँ भुइँमा झरेको। किन भुइँमा झर्ने होइन, यहाँ लगेर राखिदिन्छु। गाइस मलाई चाहिँ मम्मीले एकदम राम्रो काम दिनुभएको छ यो जारबाट। यी यस्तोहरूमा चाहिँ पान थाप्नु अरे है त। अब कति बेर लाग्छ मलाई अब हेर्नु है त। नै त्यही त दुलो होसबाट चुउने चाहिँ कम हाल्यो भनेको। त्यो सबै चुनेर फेरि बर्बाद हुन्छ। भन्दा नि हेर्न गाइस, मम्मीले कमलको फुल बिहान बिहान के भएको अरे मम्मी, बिहान बिहान एउटा आन्टीले राम्रो भएको थिएन, कस्तो राम्रो क्या। म चाहिँ स्वस्तिक बनाउन आँटेको। दियोमा बाती लाउन आँटेको। अब मम्मीले फर्स्ट रोटी चाहिँ हाल्न जानुहुँदैछ। ल जय गणेश। सो गाइस अब चाहिँ म रङ्गोली लाउन आँटेको होइन। अहिले चाहिँ 2:30 भयो अनि म अब रङ्गोली लाउन आँटेको। हेर्नु अघि बोल्दा बोल्दा गरेँ कि भिडियो नै रेकर्ड गर्न बिर्सेछु क्या मैले चाहिँ होइन। बोल्दा बोल्दा गरेँ। यहाँ मैले ग्लोभ्स पनि लगाएँ क्या, किनभने यो मेरो यो औँलामा यहाँ काटेको थियो क्या। अनि यसमा मैले ह्यान्डी प्लस लगाएको थिएँ। अनि इन्फेक्सनहरू हुन्छ, कलर्सहरूले इन्फेक्सनहरू हुन्छ भनेर चाहिँ मैले यहाँ ग्लोभ्स लगाएको। ग्लोभ्स लगाएको सबै देखाएको थिएँ, भिडियो रेकर्ड गर्न बिर्सेछु होइन। त्यो पनि छैन, मैले लगाएँ, एउटा हातमा मात्रै लगाएको हो। अनि अब अब रङ्गोली बनाउनु जाऊँ है त।
लिटरली मैले 3वटा रङ्गोली चेन्ज गरिसकेँ र अहिले म फाइनल एउटामा आएको छु। यो चाहिँ बन्छ है त यो चाहिँ स्टार्टिङ गरिसकेँ मैले। कतिवटा स्टार्टिङ भन्दा पनि कतिवटा बनाएर 3वटा त बनाएर मेटाइसकेँ क्या। लाइक राम्रो देख्दैन होला, मतलब हुँदैन होला, बाङ्गिन्छ होला भन्दा बल्ल बल्ल यो चाहिँ फाइनलमा आएको छु म। यो चाहिँ यति बनिँदैछ है त, कस्तो हुन्छ। ट्रस्ट द प्रोसेस। मैले यतिसम्म चाहिँ बनाइसकेँ होइन। यहाँभन्दा अब अरू अलिकति बनाउनु बाँकी छ। अनि हुन्छ, अहिले राम्रो देख्दैन, भरे राम्रो देख्छ। बनाइसकेँ। यहाँ स्वस्तिक बनाएँ 2टा, अनि यहाँ यो बनाएँ। अनि हालत यस्तो भएको छ। पनि यसरी स्वस्तिक बनाइदिएन, कस्तो राम्रो देखियो क्या। अब चाहिँ म मेकअपहरू गर्न आँटेको, म रेडी हुन आँटेको हो अनि। सो लेट्स गेट रेडी। मोइस्चराइजर लगाउँछौँ। यस्तोमा राखेको छ अनि अब भाल्नुपर्छ। एउटा पर गर्दै यहाँ राखिदिनु पर्छ। बाल्नु भयो गीत चाहिँ त्यो बालेको लिएर त्यसरी अप्ठ्यारो हुन्छ भनेको बाले त अघि नैकोमा पनि बाल्दिउँ न। ए गोच अहिले यहाँ भयो, भरे भैलिनी पनि खेल्न जान्छु। मैले पूजासुजा गरेर केही खाएर अनि मेरो मोबाइलमा चार्जै रहेन। सो गाइज मेरो मोबाइलमा चार्जै रहेनछ होइन। मेरो मोबाइलमा अहिले चार्ज भनेको 41 छ अनि म भैलिनी पनि खेल्न जानुपर्नेछ। म छिटो चार्ज गरिहाल्छु, त्यसपछि म पूजा गरेको हजुरलाई देखाउनु पर्नेछ। त्यस पछाडि के हुन्छ हतार हतार चाहिँ मैले चार्जै गर्न बिर्सेछु, त्यही भएर म छिटो चार्जमा मोबाइल लगाइहाल्छु। ठ्याक्क पूजा गर्ने बेला म हजुरलाई भेट्छु है त। म चार्जै नै नसक्छ क्या मेरोमा। अलि पर बस है कपडा। त्यही भनेको 2 hours later. अबे जल्दी बोल, कल सुबह पनवेल निकलना है। प्राणै जान आँट्यो। ला सक्यो तिहार। खोइ घुमेन त हौ, खोइ त घुमेन त।
पढ त्यो पानी हाल्नु न त निस्केको है त छिटो छिटो खाना खाइहाल्यौँ हामीले चाहिँ हतार भइसक्यो त्यहाँ आन्टीहरूले पर्खेको हुनुहुन्छ छोडेर जाने स्थिति भइसक्यो आमा छोरीलाई यहाँ हतार हतार खाइहाल्यौँ अनि खाएर हिँडिहालेको मत्रु पनि बोकेको भएर चिसो हुन्छ कि भनेर भैलेनी खेल्न हिँडेको हामी भैलेनी खेल्न हिँडेको हामी अरूको घरमा उज्यालो बनाउन हिँडेको लक्ष्मी भित्राउन हिँडेको हामी गलियो बुद्ध चोकमा पुगिसक्दै गलिएको छ अगाडि हिँड्नुहुँदैछ बुद्ध चोकसम्म पुगेरै सर्लाक्सुली भइसकेको छ हावा चाहिँ गर्मी भयो रत्नचोक आइपुगेँ मैले चाहिँ अहिले चाहिँ हामी थर्ड घर जाँदैछौँ होइन 2वटा घर खेलिसक्यौँ अनि थर्ड घर जाँदैछौँ अहिले चाहिँ हामी सबैजना बाटोहरू पनि एकदम झिल्लीमिल्ली छ हाय हामी हिँड्दैछौँ राम्रो देखेको राति मलाई तिहार यस्तो मनपर्छ मलाई तिहार यस्तो मनपर्छ
म यस्तो गरिसकेको छु अस्तिबाट हिँडेको यस्तो गरिसकेको छु महत्त्वको बोलेको पनि सुनेको छ कि छैन अहिले ठिक 1:49 भएको छ अनि हामी अहिले घर फर्किँदैछौँ अनि अहिले हामी ठिक्क मङ्गलबारे चोकमा छौँ अब हामी घर फर्किँदैछौँ यतिखेर घर फर्किन आँटेको 2 बज्न आँट्यो घर पुग्दा कति बज्छ मलाई थाहा भएन स्वर पनि कस्तो भइसकेको छ हालत कस्तो भइसकेको थियो अघि मेरो ब्लग चाहिँ यति नै थियो यति नै सित्यो आयो हजुरलाई मन पर्यो अनि सी यू गाइज इन द नेक्स्ट भिडियो till then bye bye keep watching